हेलो साथीहरू सबैजनालाई मेरो डे 1 मिनी ब्लगमा स्वागत छ। सबैभन्दा पहिला चाहिँ मैले क्लिनबाट स्टार्ट गरेँ। त्यहाँनेरि हल्का फोहोर थियो, त्यो मैले सफा गरिसकेँ। त्यसपछाडि गएँ म क्याफ्टेरियाको पनि हल्का मुभ गरिसकेँ। त्यसपछाडि गएँ म अफिस क्याबिनमा गइसकेपछि मैले कुर्सीहरू मिलाइसकेपछि टेबुल पनि पुसिसकेँ। अनि त्यसपछाडि चाहिँ गएँ म कफी मेसिनको सामानहरू धुन, किनभने हिजो मैले त्यत्तिकै छोडेर आएको थिएँ। डेली धुनुपर्छ, किनभने दुध बिग्रिन्छ नि त, त्यही भएर चाहिँ कफी मेसिनको सामानहरू डेली धुनुपर्छ। तपाईँहरूलाई भिडियो के कस्तो लागिरहेको छ? यो चाहिँ मेरो फर्स्ट डे 1 मिनी ब्लग हो। अनि सो म त्यहाँदेखि गएँ फ्रेस हुनलाई। अनि त्यसपछाडि चाहिँ म तातो पानी खान्छु, किनभने जाडो मौसम छ, जाडो मौसममा मन तातो पानी खानुपर्छ नि त, होइन। अनि त्यसपछाडि कफी खान्छु। कफी खाइसकेपछि चाहिँ फोटोकपी गर्नुपर्ने छ, किनभने मलाई 20वटा पेपर चाहिरहेको छ, मेरो टाइम सिट। तपाईँहरूलाई पनि फोटोकपी गर्न आउँदैन भने यो भिडियोमा तपाईँहरूलाई पनि केही सोल्युसन। फ्राइडेको दिन चाहिँ हाम्रो म्याच भएको थियो टेबल टेनिस। त्यो टेबल टेनिस म्याचमा चाहिँ हामीले ट्रफी जितेको छौँ। सो तपाईँहरूले हेर्न सक्नुहुनेछ, ट्रफी हातमा आइसकेको छ। तपाईँहरूलाई भिडियो के कस्तो लाग्यो लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। डे 1 को भिडियो यस्तै आयो। अब डे 2मा योभन्दा अझै राम्रो गर्ने प्रयासमा छु।